पुलिस आइसक्यो। पुलिस आयो। मलाई त्यस्तो त भनेको थिएन। धोबी धुलाइदियो भने भजर खतम। सो हे गाइस, वेलकम टु माई न्यू फर्स्ट भ्लग। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै अनि एकदम आराममा छ। आज चाहिँ म जाँदैछु बौद्धतिर प्र्याङ्क भिडियो बनाउनका लागि। यतिकै जाने हो र यतिकै भिडियो बनाएर यतिकै बबाल तरिकाको प्र्याङ्क भिडियो बनाउने हो। दिदीहरू पनि छ, आङीहरू पनि छ, अनि मामहरू पनि छ, आमाहरू पनि छ, सबैजना छ। आज जाँदैछु हामी बौद्धतिर। तर आमा, दिदी, आङीहरूलाई चाहिँ म घुम्नलाई पढाउँछु र आफू चाहिँ प्र्याङ्क भिडियो बनाउँदै हिँड्ने हो। सो लेट्स सी ग्याङ के हुन्छ हेरौँ है। फुल भ्लग चाहिँ वाच गर्नु होला सबैजनाले। ए अघि छिर्दाखेरि भनेको तिमीहरूलाई हामीले चाहिँ उता भनेको बौद्धतिर, बौद्ध के अरे मतलब के अरे गुम्बामा। यहाँ त कोही पनि छैन। यहाँ त म हामीलाई के पनि फुल चाहिँ नाच्छ है, फुल झर्छ भने खोइ अब उनीहरूले देख्यो भने नि कराउन आउँछ सिधै। तर हेरी हेरी बनाउनु पर्छ कि हामीले। भयो जुमाङ्गी अब कता जाने हो, के गर्ने हो? अब गोकर्णतिर जाने? गोकर्ण नजाने गोकर्ण जाने भयो हामी तिनचुली जाने, तिनचुलीबाट सिधै माथिकै बाटो ताकेर जाने हुँदैन? त्यही माथि जाने अनि केलाई फेरि ओहोरदोहोर गर्नु हुँदैन। जाउँ जाउँ गोकर्णतिर जाने। आज गोकर्णतिर जाने, जाउँ। रुमतिरै जाने अब के गर्ने है? के गर्नु अब? के भन्नु अब? खोइ तपाईँसँग छ होइन? बोलेको सुन्दै थिएँ म। अनि छ रहेछ त ऊ माइक त्यहीँ रहेछ आङीको नि। आङीसँग नि रहेछ माइक एउटा। जाउँ। रुको जरा सबर करो। ल ब्रो आमा नि के पुलिस आइसक्यो। पुलिस आयो। अब चाहिँ बनाएर हिँड्यो नि, कसैले केही नि गर्दैन। त्यही भएर अघि भाइको नि पक्रो भिडियो बनाउनेवालालाई पक्रो भनेर भन्यो। मलाई त्यस्तो त भनेको थिएन। धोबी धुलाइदियो भने भजर खतम। धुलाई त दिँदैन, डिलिट गर भनेर जङ्किन आउँछ क्या। हो किन भिडियो गर्न आउँछ? हो त्यो नि हो। तिमीहरूलाई भन्दा भन्दै नटेर्ने हुन्छ नि त। अनि तेरी आँखों में तेरी यादों में। क्या बोला तूने? नहीं पहले क्या बोला? चल पछि छोडो त मान्छेहरू। बसंत जैसे धुलता कलंक जैसे दिल की दरार में म त छम्मा झिस्काउँदै हिँड्छु। तेरी काली लकीरों से जिंद मेरी जागे। पुलिसले पक्रियो भने चाहिँ धुलाई खान्छस्। कसले? अब छम्मा जिस्काउँदै हिँड्छु भनेको होइन? यस अब त सकिँदैन नि। अब त जो आए नि सकिँदैन। 7 बार बोल रहे हैं, पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। खतम। बरु यहाँबाट फेरि खेदायो भने, यहाँबाट देखेर खेदायो भने अब त देखि नि कसैले केही नि गर्दैन के आङी। गुरिस्यो गोल है सबै। यो माथिको एक ग्राउन्ड हान्यो। कसरी थाहा भयो हामी त्यहाँ छ भनेर? ए अघि गएको सिसी क्यामेरा भन्दैछ त। अघि नै हामीलाई ऊ माथिबाट सल्लाह दिएको कि यहाँ त अहिले त सिसी क्यामेरा चाहिँ भिडियो बनायो नि भन्दै थियो कि। त्यही भएर अस्ति हामी जाँदा पनि भिडियो चाहिँ बनाएँ तर टिकटक बनाएन। कहाँ त्यहाँ अन्तरिया हल्को फुल्को भिडियो। अहिले नि माथितिर भिडियो बनाएर ऊ माथि हो बनाइरहेको छ नि त्यो भिडियो बनाइरहेको कि ऊ माथितिर। अहिले चाहिँ छैन। जाने बेला ढोकिदिन्छु। अब भोलि पर्सितिर आइदिन्छु। लुगा किन्ने हो आगे? कपडा किनिदिने हो? पैसा दिनु न, म किनिदिइहाल्छु नि। आफै के किन्ने चाहिँ किन्ने हो भने सोच। यता जाने हौ, कहाँ गइदिइरहेको? अहिले चाहिँ हामी रुममा छ होइन पुन्डी। अहिले चाहिँ हामीले खाजा सब खाइसक्यो। अब जानेछु यसलाई रुममा पुर्याएर दाईहरू र साथीलाई लिनलाई। लेट्स गो भन न। सो गाइस अहिले चाहिँ हाम्रो यस्तो खतरनाक लुक्स भइदिइरहेको छ होइन बाइक होइन। अब चाहिँ हेर्छु हाम्रो के हुन्छ। यहाँनिर बनाउँदैछ हो। बढार्नु त अङ्कल, बढार्नु फुल बढार्नु नि नबढाएर अब
अब त पिकअप पनि छ अनि बस्ने पनि छ ल ठिक छ आफै बन्द हुन्छ कि हुँदैन हेरेको कि अङ्कलले ल बढाइदिएको बित्तिकै हुन्छ कि त्यो अरू पनि हालेको छैन रहेछ त्यो लाइटको अहिले भिडियो नै हुन्छ म गएन है अब एकछिन भेटौँ है सोहिले चाहिँ दाएर के अरे साथीलाई लिन जाँदैछु म चाहिँ होइन चाबेल चोक नजिक नै छ यहाँनिर होइन अब चाहिँ जाँदैछु म दाइ र साथीलाई लिनको लागि 1 मिनट वेट अब छिर्दैन त के गर्नु अगाडि त अनि छोडिसक्यो यहीँनिर गाडीले अनि म चाहिँ के गर्नु हौ अब चाहिँ उनीहरू खाजा खाँदैछ होला सायद अनि भेटिसी चाहिँ के हुन्छ रुमतिर चलिदिन्छ अब यता भाइ पनि कोसँग बोलिरहेको गर्ने उसको त गर्लफ्रेन्ड होला नि फेरि गर्लफ्रेन्डलाई मस्ताले समझ रहे हो ओ मतलब उधर माथि तल भन्थ्यो होइन उनीहरू चाहिँ उतापट्टि रहेछ मैले देखिसकेँ अघि भर्खर उ त्यो के अरे ट्रान्समिटर देखाइरहेको थियो नि त उनीहरूले अब म चाहिँ माथिबाट कडेर जान्छु भने उनीहरू भएको ठाउँमा यहाँबाट त कर्न नै मिल्दैन होला सायद अब उता जानलाई के अरे देब्रे क्रस काट्नु नै पर्छ भन्ने जरुरी छैन त यहाँनिर माथि पुल छोडेर तलतिर हिँड्न लागेर छ कस्तो मान्छे रहेछ फेरि गाह्रो छ नदेखेपछि त्यही त हो देखेको भएको अगाडि नै देख्न त देखिरहेको थियो अगाडिदेखि नै तर यहाँदेखि पनि पुग्छ भनेर थाहा थिएन क्या उनीहरू चाहिँ उतापट्टि साइडमा छ नि त त्यही भएर अब चाहिँ जाँदैछु म उनीहरू चाहिँ उता पारिपट्टि छ होइन अब चाहिँ म जाँदैछु उनीहरू भएको ठाउँमा कति गराएको हौ ट्याउ 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 भन्दै बस्दिरहेको मस्ताले झऱ्यो भने यो माइक झऱ्यो भने मेरो साउन्ड नै हराउँछ सब रोडको साउन्डहरू मात्रै आउँछ तर हातले नै समाएको बेस्ट हुन्छ किनभनेदेखि झऱ्यो भने केही हुँदैन ए सरी त्यहाँनिर खाजा खाइरहेको छ उनीहरू मैले त यता मुनिपट्टि चाहिँ होला भनेको तर मुनिपट्टि त होइन मैले थाहा भइसक्यो अघि नदेखि नै देखिरहेको थियो नि त पोल छैन भनेर यहाँनिर चाहिँ मलाई थाहा थियो नि त त्यही भएर ऊ त्यहाँनिर हेरेको त्यो होइन रहेछ पोल त तर दुईटाको थियो नि त पोल त्यही भएर मलाई लागिहाल्यो कि उतापट्टि भनेर औ देखाइरहेको थियो मलाई यो पोल देखायो यो पोल देखाइरहेको थियो कि यिनीहरूले मलाई थाहा छ नि त गाइस वेलकम छ मलाई थाहा थिएन र मलाई थाहा थिएन तिमीहरू जानु मैले त उतापट्टि होला भनेको मलाई थाहा थिएन नि त ग्याङ ल गाइस अहिले चाहिँ हामी गवर्नरको के अरे यो फुल भएको ठाउँमा आइसकेको छ होइन म र साथी अब चाहिँ हामी थोरै भिडियोहरू बनाएर हामी जानेवाला छौँ रुमतिर आज मैले चाहिँ बेलुका किन भिडियो बनाएको भनेदेखि आजको भिडियो चाहिँ मेरो क्विट भएको छैन र सकेको थिएन र मैले कम्प्लिट गरेको थिएन त्यही भएर हल्का फुल्का भिडियोहरू कम्प्लिट गरेको छ भोलि बिहान 8-9 बजीतिर हाल्नेवाला छु हालेको बित्तिकै हजुरहरूले सबैजनाले हेर्नुहुन्छ र बबाल मजाउनुहुन्छ त्यही भएर हजुरहरूले लास्टसम्म भिडियो चाहिँ बबाल हेर्नु होला त्यही भएर अहिले चाहिँ भिडियो कम्प्लिट गर्नु लागेको म र साथी होइन देखिरहेको होला हल्का फुल्का मात्रै देखिरहेको होला त्यति धेरै क्लियर त छैन त्यही भएर गाइज अब हामी चाहिँ अब रुमतिर जानेवाला छु यति भिडियो बनाएर सो लेट्स सी नेक्स्ट भिडियो वेटिङ यु ओके ल गाइज अब नेक्स्ट भिडियोको पर्खाइ गर्नु होला अब आउनेछु पक्कै आउनेछु त्यो बेला चाहिँ राम्रो बब्बल आउनेछ ल बाई